बिहान आफू सँगसँगै रेडी पारेर स्कुलमा पठाएको बच्चालाई हेर्नु न गाइज हैन। आफू चाहिँ कामतिर लागि बच्चालाई चाहिँ स्कुलमा रेडी पारेर पठाएको थियो। हिजो बेलुका एक्सिडेन्ट हुन साथै चाहिँ मैले भिडियो खिच्न पाएन। म चाहिँ गाउँमा गएको थिएँ। मैले चाहिँ आधी बाटोमा आएर थाहा पाएको सिधै मेडिकलमा भेटेँ। यो चाहिँ मैले अघि बिहान भर्खरै बनाएको भिडियो हो। यो चाहिँ हेर्नु न, हिजो टाका लाउनु पर्ने थियो हैन। अब फ्यामिली साथमा नदेखेपछि चाहिँ उहाँले के अरे यसरी रगत रोकथाम गर्नको लागि मात्रै यसरी टालिदिनु भएको रहेछ। टाका नि लगाइदिनु भएन चाहिँ एकदम गाह्रो भएछ बाबुले चाहिँ हैन। गुड मर्निङ एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। ल है गाइज, आज चाहिँ मेरो हस्बेन्ड र मसँगै निस्किनु है। उहाँ चाहिँ आजदेखि काममा जान लागिरहनु भएको छ। ल सरी, गुड नाइट है, राम्रो छ। ल बाई, डोक्रा सरी भाइलाई राम्रोसँग हेर है, मम्मी आउँछ अहिले। के गर्नु गाइज हैन, अब काम त गर्नु पर्यो। आफ्नो सिप हुँदाहुँदै घरमा के बस्नु र हैन। त्यही भएर मैले उहाँलाई चाहिँ कामतिर पठाइदिएको। खानाहरू उहाँको यात्रा चाहिँ ओखलढुङ्गाको छ है गाइज हैन। अहिले चाहिँ भर्खर 3 बज्न लागिरहेछ। आज चाहिँ मलाई पनि साथी हुन्छ हैन, त्यही भएर सँगसँगै जाम बुढाबुढी भनेर यसो निस्केको। सुनसान रहेछ है गाइज, सुनसान रातमा तिमी छौ साथमा। हामी चाहिँ अलिकति तल आइसकेको थियो होइन गाइज। तर यसो छाम्दाखेरि चाहिँ फोटोसोटो खिचेर बाहिर आएर छाम्दाखेरि चाहिँ पस्नै छैन रहेछ। अब यो ट्याक्सी लगेर जान लाग्यो हामी चाहिँ कोठामै। अब त्यहीबाट फेरि उतातिर लाग्नु पऱ्यो। 4 बजीसम्म आइपुग्नु भनेको छ अरे त्यो चाबलमा चाहिँ। ल चाहिँ नि ल वा, ल बुढा राम्रोसँग जानु है। म चाहिँ माछा पोरसम्मै हो। ल गुरु राम्रोसँग पुऱ्याइदिनु है। चाहिँ नि ल वा, ल भाइ। के गर्नु, दुःख गर्नु परिहाल्यो। अब एउटैको कमाइले मात्रै त होइन, जहिले त्यस्तो त हुँदैन नि। हो पासा, गुड मर्निङ। म चाहिँ सकेसम्म अब हुन्छ, म यहाँनिर माछा पोखरीमा बिहान चाँडै आउनुपर्ने हुन्छ। अनि अब बसमा भने ढिला हुन्छ। हेलो हेलो ब्युटिफुल बहिनी हो, गुड मर्निङ। ल यहाँनिर 3 बजे यहाँनिर बजार चलिरहेछ। अनि मलाई चाहिँ गाह्रो हुन्छ नि त। अनि त्यही भएर आफ्नै साधन भएको जस्तो हुँदैन। मलाई चाहिँ एउटा स्कुटी निकालिदिनु न, मलाई सजिलो हुन्छ। अब बच्चाहरू पनि अब आफैले ह्यान्डल गर्नुपर्ने हुन्छ नि त। यहाँबाट काम गरेर जब त्यहाँ गएर फेरि खाना बनाऊ, फेरि बच्चाहरू स्कुल पुऱ्याऊ, सजिलो हुन्छ मलाई भनेर मैले चाहिँ बुढालाई एउटा स्कुटी निकालिदिनु भनेको। उहाँलाई चाहिँ अब अहिले अवस्था अलि कमजोर छ, पैसा अलिक बजेट छैन। बरु त्यही पैसा चाहिँ तिम्रो काम नहुने बेलामा चलाउनु हुन्छ। बुढी हतार नगर, सङ्घर्ष गर्दै जाऊँ, कुनै न कुनै दिन त तिम्रो इच्छा पुरा गरिदिनेछु भन्नुभयो। त्यही ठुलो कुरा हो। मम्मी खोइ यसरी बिहान बिहानै भारी बोक्नुपर्छ अनि एक्सर्साइज हुन्छ। लुबेना लिन आउनुपर्छ भने म आउँछु सामान लिन। जिन्दगी यस्तै छ गाइज है, कहिले उकालो कहिले ओह्रालो होइन। मेरो चाहिँ यो लसुन हिजो बाँकी बसेको थियो, अनि यसमै मिसाएर चाहिँ अब लोकल पनि बेच्नु पऱ्यो, लोकल लसुन पनि भनेर ल्याएको। मैले चाहिँ लोकल लसुन चाहिँ दिदीको हो। अब मसँग धेरै छैन नि त, त्यही भएर मैले दिदीको सकिन्छ बरु अर्को नयाँ ल्याउनु हुन्छ भनेर ल्याइदिएको गाइज। बाटो नि यस्तो उकालो छ कि फेरि कहिले उकालो कहिले ओह्रालो।
संघर्ष गर्दै जाउँ गाइज हैन के हुन्छ कस्तो हुन्छ अहिले यहाँ यतिखेर त सुनसान छ हैन भर्खर 4 बजे लाग्यो अहिले 6 बजेतिर यहाँ माथि किरा सरी हुन्छ किरा ओ ह्यान्डसम आले गुड मर्निङ गाह्रो छ जिन्दगी चलाउन लौनु सिउन समाइदिन्न दाइ हेल्प गरिदिनु थोरै ल धन्यवाद दाइ बिहारमा नै यस्तो सहयोग गर्न मान्छे पाउनु भनेको ठुलो भाग्य हो मेरो अब सामान मिलाउनु पर्ने हुन्छ यहाँनिर पानी परेर गाई चाहिँ यस्तो बेसो भएर चाहिँ यहाँनिर मेरो चाहिँ यहाँनिर छातै नभएर यहाँनिर है अब पानी पर्ने मौसममै थिएन बिहान बडाबुडी निस्किँदैखेरि होइन मनमा अलिकति खुसुक खुसुक चिन्ता लागिरहेको थियो नि होइन यति टाढा जाँदै हुनुहुन्छ बुढा भनेर होइन छाताको ध्यानै भएन प्लास्टिकको ध्यानै भएन हेर्नु न उहाँहरू सबैजना ल्याउनु भएछ मेरो मात्र छैन ऊ यहाँनिर ऊ हाम्रो दिदी र भेनाले चाहिँ पाल परेको छाता लाएर बसिरहनु भएको छ है के गर्नु आफ्नो त पाल परेको पनि छैन गाई चाहिँ त्यसले भने काम टार्थ्यो यस्तो बेचुक हुन्छ हेर्नु न यार एउटा सटर लिएर राख्यो भने यो एउटा सटरलाई पनि कम्तीमा 50,000 तिर्नुपर्छ महिनाको बाल 50,000 को बाल तिरेर त त्यहाँनिर 4-5 के अरे कम्ती पनि 10-15 लाखको सामान हुनु पर्यो गरी खान गाह्रो छ गाई 20 रुपैयाँ 20 रुपैयाँ हो क्या भन्नु न 20 रुपैयाँ पाइने अब त्यो 50-60 हजारको के अरे बाल उठाउनलाई त कम्तीमा नि त्यति चाहिएन दिनमा कम्तीमा पनि 20-30 हजार बढीको व्यापार हुनु पर्यो त्यहाँनिर अनि कहाँबाट तिमी अब रोडमा बेच्यो भने यस्तो हालत हेर्नु नि पुरा पानीले भिजिरहेको छ यहाँ मान्छेहरू लगायत गाडी आएछ अब के गर्नु अब त घरमा जानु पर्यो जितपुर फेरि भन्दै यो अनि ओ ह्यान्डसम भाइ म जाने हो किन हो मेरो भिडियो गरेर ब्युटिफुल दिदी देखाउनु परेन लगायत अब घरमा जाने चट्टा यो मसरुम इङ्ग्लिसमा मसरुम नेपालीमा च्याउ बनाएर खानुपर्छ गम गम न्यु खोज्ने केटाहरू यता आऊ भन्नु हुँदैन अहिले पुग्छ फेरि फाइनली गाइज म चाहिँ भर्खर रुममा आइपुगेँ अब खानासाना बनाउनु पर्यो थेट बरु रुममा बुढा हुँदाखेरि अलिक सजिलो हुन्थ्यो अहिले त बुढा नै काममा जानुभयो कहिले खाना बनाउने कहिले तरकारी बनाउने गाह्रो छ जिन्दगी मैले चाहिँ आलु बनाइसकेँ गाइज है आलु पोटेटो फ्राई गरिसकेँ मैले चाहिँ गाइज है के गर्नु आफू काममा बिजी बुढाले भाँडासाँडा मन आउँदैन यस्तो कालो पनि कालो छ तर जे जस्तो नि यस्तो कालो कराईमा चाहिँ स्वादिलो मजा गर्नेछ गाई चाहिँ यसमा चाहिँ अब म प्याज फ्राई गर्दैछु गाई चाहिँ प्याज केही छैन अब 1-2 दिनपछि त म अलिक फ्री भइहाल्छु आज चाहिँ अलि बिजी नै हुन्छु त्यसपछि त चम्काइदिन्छु म कराई कुकर सबै भाँडाहरू पाक्यो कि पाकेन यो कोही पाकिसकेको छ गाई चाहिँ त्यसपछि मैले लसुन पनि हालिदियो खानुपर्छ ल छिटो रेडी गरिदिउँ रेडी 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 कुसुम कपाल कोर्दै गर म खाना रेडी बनाउँछु वाउ वन्डरफुल बास्ना आयो गाइज नानी बाबुले खाना खा भनेको नखाने रे अब नानी चाहिँ नखाने लागि नै चिया र बिस्कुट खाएको रहेछ
फगाइसक्यो अरे अब बाबुले मात्रै गएर पढ्नु छिटो ढिलो भयो मसरुम छैन त मसरुम अनि मसरुम खाँदा के हुन्छ त झन् आँखा देख्छ त्यो दिनकै मासु भात खानु भन्दा यो खानुपर्छ बरु हो कि होइन अनि ल गाइज अब बच्चाहरू चाहिँ स्कुलको लागि रेडी पार्यो चाहिँ मेरो छोरी हो कुसुम तामाङ कुशल तामाङ यहाँ आउनुहोस् मेरो छोरी यहाँ यहाँ ल मेरो छोरा अनि मेरो छोरी अनि त कुशल तामाङ ल जानुहोस् ल छिर्छ बाई छोरा ज्ञानी भएर पढ्नुहोस् ऊ चाहिँ कुसुमको साथी मेरो छोरीको साथी ल बाई बाई छोराछोरी राम्रोसँग जानुहोस् म चाहिँ स्ट्रबेरी बेच्न जानु पऱ्यो आज भ्यायो भने माथि गाउँतिर जानु पर्ला भरेतिर ल बाई छोरा जाऊ है राम्रोसँग जानु फेरि रोडको छेउ ल बाई गाइस म चाहिँ अहिले यहाँनिर स्ट्रबेरी बेच्न आएको छु यहाँ चाहिँ व्हाइट गुम्बाको मेला चलिरहेको रहेछ हामी अस्ति आएको थियौँ अनि त्यसपछि आज चाहिँ गाउँमा पनि जानुपर्ने थियो अनि हाम्रो कमला दिदीको स्ट्रबेरी पनि आएछ अनि म चाहिँ यस्तो बेच्दिउँ न त घुमेको जस्तो नि हुन्छ भनेर आएको कि अब के हुँदो रहेछ क्या चाहिँ 15 केजी जति लिएर आएको थिएँ मैले कति बजे चाहिँ सकिने रहेछ हेर्नु है त ल जाउँ भन्दा पनि के छ भने प्लाटमा आज नानी क्या जाऊँ तिमी भर्खर जाउँ यसले मुला स्ट्रबेरी लाने ब्युटिफुल दिदी सबै कुया चाहिँ त्यही भएर पानी पऱ्यो नि यहाँ आमाको चटपट बनाउन सिक्दैछु अनि आमालाई पानीपुरी चटपट 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 ह्यान्डसम केटाहरू सबै मेरो चटपटले छटपट अनि त्यसपछि आमाको आन्टीको केही छैन रहेछ बिचरा यो नुन रहेछ ल बुझ धेरै भयो तपाईँको 100 को चटपटेमा चटपट 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 अहिलेको बुढाहरू सबै छटपट बनाएर आमा त आएको मक्क भइरहेको ताजा ताजा अर्ग्यानिक चटपट ल व्हाइट गुम्बाको चटपट आमा तेल दिनु पऱ्यो तेल त्यसपछि उ खोइ आमा यति हो किन चटपट त स्पेसल बन्न जस्तो छ त दर्शक बिनाहरू तपाईँहरू देख्दै हुनुहुन्छ स्ट्रबेरी वालीको चटपट चटपट खुवाएर अब म एउटा केटा बनाउँछु छटपट यो उतातिर नि देखाउनु नि त पछाडि ब्युटिफुलहरूले त कति राम्री ब्युटिफुलहरूले अनुहारै राम्रो नभए यार यस्तो हेर्छौँ भएर मलाई हेर्छ नि होइन तपाईँलाई नि होस् बिचरा यस्तै मान्छेको खोजी मान्छे तर के गर्नु भाइ पऱ्यो अब नुन लागि लागेर हेर्नु पऱ्यो गाई चाहिँ वन्डरफुल आमा प्लेटको प्लेट एकै ठाउँमा भयो नि एकै ठाउँमा आमा प्लेट किन आउनु भन्ने हो
भयामा यी खतरा भाषा यी भाइ दाइ खतरा भाषा ब्युटीफुल दिदीला ह्यान्डसम दाइ कता हो ताजा ताजा चटपट एकदम ह्यान्डसम भाइ ल म भन्न सुनिरहेको छु भागेर कामले अब हो त अमिरानी तपाईँ कहाँ घुम्न म कहाँ यो आमाको पसलमा आउनु है चटपटी खानु मन लाग्यो ल हेर्नु गाइज होइन 100 को चटपटी यति धेरै हेर्नु न ल ब्युटीफुल मान्यो ल हामीलाई खोज्या थियो यो उसमा यो महिनामा अब राम्रो खालको त आउँदै आउँदैन त्यो टनेलको लिएर आउनु भएको छ मैले चाहिँ अब बेचिदिन्छु भनेर लिएर आएको थियो तर कामै लागेन कि स्ट्रबेरी चाहिँ अब ऊ चटपट बनाइहाल्यो अब घरतिर लाग्नु पऱ्यो गाइज फेरि गाउँतिर जानुपर्ने छ अस्ति बहिनी बित्नु भएको थियो छोरी बहिनी के अरे छोरीको बर्खीमा जानुपर्ने छ कसरी जाने हो पानी परिरहेको छ खतरा जाम भइरहेको रहेछ यहाँनिर चाहिँ ऊ माथिदेखि नै माथिदेखि के अरे भिडियो बनाउनु चाहिँ बिर्सेछ एट यो सकिन लाग्यो भरे यस्तो भयो होला कि मेला सकिन लाग्यो मेला त के हुनु हाम्रो तामाङ भाषाबाट चाहिँ के हो भन्छ होइन त्यहाँको त्यो रेम्पोट छेउको आमा बित्नु भएको रहेछ नि त त्यही भएर बनाउनु भएको के अरे यो गुम्बामा पूजा गर्नु भएको रहेछ क्या यहाँ आइपुगेर बल्ल खोले जाम ल वेट उहाँ डाँडादेखि भएको जाम बल्ल जाम खुल्यो फाइनली गाइज म चाहिँ अघि उसमा व्हाइट गुम्बामा स्ट्रबेरी बेच्न गएको थियो स्ट्रबेरी नराम्रो परेछ है अब त्यहाँनिर स्ट्रबेरी नराम्रो परेपछि मैले सक्कैसम्म सकाएर आयो अहिले चाहिँ म यहाँ माथि यो पोखर बाबा भन्ने ठाउँमा गएर चाहिँ यो डाँडा पर्छ यो डाँडामा चाहिँ अब हाम्रो छोरी अस्ति बित्नु भएको थियो त्यहाँनिर जाँदैछु बाटो चाहिँ एकदम राम्रो बनाइरहनु भएको रहेछ है यो चाहिँ कुन चाहिँ नेता भनौँ भने मेयर चाहिँ को भएको अरे हाम्रो गाउँको मेयर साहब 2 नम्बर वडाको ठेकदारको भयो नि अब मेयरको पनि हात हुन्छ नि त यहाँ त कार्यमा तल के अरे के मेयर भन्दै नामै बिर्सेको मेयरको नामै बिर्सेछ हौ अब राजनीति पनि नलागेपछि यस्तै हुन्छ कि गाई नाम नै याद हुँदैन नरिसाउनु है मेयर साहब हजुरको पनि प्रशंसा गर्न खोजेको थिएँ मैले तर हजुरको नाम चाहिँ मैले कन्ठ पार्न सकेन अनि त्यसपछि साथै बाटो चाहिँ एकदम राम्रो बनाइरहनु भएको रहेछ कुनै कुनै ठाउँमा चाहिँ बनाउनु भएको छैन रहेछ कुनै कुनै ठाउँमा चाहिँ राम्रै रहेछ है यतिको ठिक हो नि होइन कुनै बेला त आमामा पोहोरबाट कस्तो थियो यो बाटो अलिकति पानी पर्ने बित्तिकै मान्छे हिँड्नै नसक्ने थियो हेर्नु क्या दामी छ यो बाटो ल यहाँ त कत्रो खाल्डो थियो हेर्नु नि यहाँ क्या गजबमा छेउमा नि वाल उठाएर मजाले बनाइसकेछ ल तपाईँहरू प्रत्यक्ष देख्नुहुन्छ है यसपालिको ठेकदार साहबलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छ है एकदम राम्रो बाटो बनाउनु भएको छ यहाँसम्म मजाले यसलाई ग्रेभिल कि के भन्छ सम्झि ग्राभिल ओछ्याउनु भएको रहेछ अनि त्यसपछि कोही ठाउँमा चाहिँ छैन रहेछ एकदम राम्रो बनाइरहनु भएको रहेछ ल कङ्ग्रेचुलेसन तपाईँलाई हाम्रो सुविधाको लागि होइन खुसी लाग्यो यस्तै प्रगति गर्दै जानुपर्छ है हाम्रो नुवाकोटे नेताहरू मात्रै धेरै भयो भनेर प्रायः ठाउँमा प्रशंसा चलिरहेको छ हाम्रो नेता धेरै भएको पावर पनि देखाउनु पर्यो अब चाहिँ लिली अब चाहिँ यो बाटो राम्रो भयो भने यो काठमाडौँमा 5000 6000 बुढापाल तिरेर बस्नै पर्दैन म महँगो फी तिरेर के अरे काठमाडौँको स्कुलमा पढाउनै पर्दैन मैले मेरो छोराछोरीले चाहिँ बिहान सर आफ्नै साधन एउटा किन्ने होइन आफ्नै साधन जोड्ने अनि त्यसपछि आफ्नै साधन जोडिसकेपछि बिहान सर आउने 3 बजीतिर सामान चट्ट बेचेर जाने फेरि घरमा फर्केर जाने ल
यहाँ कायदा बनाएछ ल यो चाहिँ हाम्रो नुवाकोटको दरबार है के नुवाकोटको गेट अब चाहिँ हाम्रो नुवाकोटको पनि प्रवेश भयो 1 नम्बर वडा ल क्या दामी घुम्नको लागि आउनुलाई तपाईँहरू भिजिट गर्न चाहनुहुन्छ भने एकदम राम्रो राम्रो रिसोर्टहरू ल यो बाटो त रहेछ बाटो चाहिँ हेट तेरिको भगवान् हुन चाहिँ मैले कुरा सुनेको थिएँ होइन हाम्रो अहिले यो राम्रोसँग काम गरिरहनु भएको ठेकदारको लागि चाहिँ मान्छेहरूले विरोध गरिरहनु भएको छ अरे भन्ने सुनेको थियो हेर्नु न बिचरा यस्तो राम्रो काम गरेर ओहो 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 एट एट आमा हो ल यो बाटोमा चाहिँ बाइकहरू काम जान्ने छ लगाइ ओहो बिस्तारै बिस्तारै ए लगाए छैन कुनै ठाउँमा राम्रो रहेछ कुनै ठाउँमा चाहिँ रास्तै नराम्रो रहेछ म ओर्लिनु पर्ने अवस्था आइपुग्यो यहाँ ओहो बाबु सम्झी म ओर्लिन्छु ल यसमा चाहिँ सुत्केरी हुन लागेको मैलाहरू ल्याउनुपर्छ है म पनि यस्तै गरेँ होइन मेरो बाबु गर्भमा हुँदाखेरि चाहिँ के अरे त्यो लकडाउनको बेलामा के हेर्नु त आमा ल ल सम्झी तान्नुपर्छ लकडाउन हुने बेलामा के अरे अपरेसन गर्नुपर्छ भनेको थियो मलाई चाहिँ अनि त्यसपछि गाउँमा गइहाल्यो लकडाउन भएपछि त अनि गाउँमा जाने बेलामा त उहाँ आउनु यहाँ गाउँमा बसिरहेको थियो त्यसपछि त अब डेलिभरी हुने बेला आइहाल्यो अनि ल ल ल ल एकदम ल दही भन्दा कम छैन भनेको यहाँ चाहिँ दही नै जमिरहेको रहेछ ल अनि त्यसपछि अपरेसन गर्नुपर्छ भनेको त यस्तो बाटोमा गान्टाङ गुन्टुङ गरेर त अपरेसन त त्यहाँ बाटोमै भइहाल्यो त्यस्तोसम्मको पावर छ हाम्रो नुवाकोट काकनीको बाटोमा अहिले चाहिँ तर राम्रो बनाइरहनु भएको रहेछ कुनै कुनै ठाउँमा चाहिँ यस्तो हालत बनाएर छोड्नु भएको रहेछ के गर्नु होइन काम त हुँदैछ तर बहिनी राम्रो मान्छे चाहिँ यहाँ टिक्न दिँदैन होइन यो कुरा चाहिँ म सबैलाई भन्न चाहन्छु राम्रो मान्छे चाहिँ यहाँ टिक्दैन केही न केही छलकपट गरेर चाहिँ उहाँलाई विरोध गरिरहेकै हुन्छ कि चाहे म होस् चाहे जोसुकै होस् होइन अब मान्छे त हो सानोतिनो गल्ती त हुन्छ होइन तर त्यही गल्तीको पक्षमा समाएर चाहिँ मान्छेलाई हटाएर छोड्छ कि बाटो बनेन भने मान्छे काट्नु पर्यो बाटो बनेन भने अब मान्छे काट्नु पर्यो नि ल काट्नै पर्ने खालको रहेछ आमा अनि त्यस्तो ठाउँमा गाडी फस्यो भने के गर्ने होइन राति इमर्जेन्सी गाडीहरू फस्यो भने के गर्ने अरूभन्दा पनि ल ल ल ल ल ल वेट 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 ये ल हाम्रो नुवाकोट काकनीको 35 किलोको गाडी रहेछ ल 35 किलोको नुवाकोटकै त हो नि होइन बल्ल कट्यो अब फेरि त्यस्तै होला हालत ल फेरि ओर्लिनु पर्ने अवस्था आयो क्या हो खतरा रहेछ बाटो त यार लोगो लोगो सम्धी एट 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 झन् बसायो मानिबाट ल यो चाहिँ हाम्रो नुवाकोट काकनीको गाडी रहेछ रानी पाउको बस रहेछ यो चाहिँ त ल तर काम चाहिँ बन्न चाहिँ बन्यो कि यहाँनिर कस्तो उवाल थियो है उहाँ तलसम्म कस्तो थिएन होइन तलदेखि नै पहिरो गएको थियो राम्रो बनाउँदै ल्याउनु भएको रहेछ ल्याउनु चाहिँ यहाँ पनि अस्तिसम्म बनिरहेको थियो काम चाहिँ सकेसम्म चाँडो चाँडो सकाउँदै हुँदो रहेछ तर के गर्नु विरोध गर्नेहरूले छोड्दैन सकेसम्म त्यो बर्खाभरमा काम सकाएको हुँदैन ओहो यहाँको ओरिजिनल दही त यहाँ जमिरहेको रहेछ ल है म चाहिँ ओर्लिनु पर्छ जस्तो लाग्यो अब सम्झी लोकलाई लोको 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 तपाईँको घर चाहिँ कहाँनिर रे मेरो घर माथि ए अस्ति देखाउनु भएको थियो है त्यो स्यानडाँडा थियो स्यानडाँडा अलि माथिको थियो
भएको त कसरी जाने म ओर्लिन्छु सम्झी झन् ओर्ने झन् चिन्दिन्छ क्या हो म नि बिचराले खत्रै चलाउनु हुँदो रहेछ है सबैजनालाई सूचना गर्न चाहन्छु मैले चाहिँ अपरेसन गर्नुपर्छ भन्ने बच्चा चाहिँ यही बाटोले यस्तै हालतले पाएर हैन अपरेसन पनि गर्नु परेन पैसा पनि बच्यो गाई चाहिँ अब हजुरहरु चाहिँ आफ्नो ज्यानको सुरक्षा गर्नु होला बर्खा महिना लाग्यो त्यस्तो इमर्जेन्सी समयहरु आयो भने चाहिँ 1-2 हप्ता अगाडि नै काठमाडौँ आएर बस्नु होला भन्न चाहन्छु यो बाटोको भर छैन हेर्नु मेरो त भाग्य बलियो भएर पो हैन बच्यो त राम्रो भयो नत्र त के पो हुन्थ्यो होला यस्तो बाटोमा म चाहिँ काम सकेर अहिले चाहिँ काठमाडौँतिर फर्किरहेको छु दिदीहरु सबैजनाले बस भन्दै हुनुहुन्थ्यो के गर्नु हैन आफ्नो घर फ्यामिली पनि हेर्नु पर्यो हैन त्यही भएर अब के गर्नु बच्चाहरु छोडेर गएको थिएँ नत्र त म दिदीहरुसँगै बस्थे हैन त्यही भएर घर फर्किनै पर्ने भयो म चाहिँ है यस्तो भएको रहेछ है टाका लाउनुपर्छ डाक्टर साहब टाका त अब लाउनुहुन्छ नि लाकिन लाको भन्नु नि लाउनै पर्छ पर्दैन त्यो भन्नु न लाउनु पर्ने खाली छ ब्लिडिङ भएको देख्नु हैन लाउनु पर्ने छैन लगाइदिनु न अब के गर्नु यो दुख्छ होला नि त अनि दुखिहाल्छ हिजै गर्नु पर्ने थियो क्या है हिजो गर्नलाई कोही थिएन उसँग कोही थिएन त्यहाँनेरि त्यो ब्यान्डेज त त्यो पैसा दिएन भने पनि छोडिदिनु भनेर लगाइदिएको थियो कसले दिन्छ पैसा यो त प्राइभेट हो नि त तपाईँ हुनुहुन्थेन त्यो बहिनी केटाकेटीहरू आएको थियो सबै त्यस्तो हो नि त के हुन्छ त्यस्तो हस्पिटलले पैसा खोज्छ नि त ल के हो लगाइदिनु है त रोएर हुन्छ तिमी मैले भनेको थिएँ नि पहिला यसरी नखेल नजाऊ बाहिर भनेर मम्मीले खेल्ने कुराहरू टन्नै ल्याइदिएर राखेको थियो त अहिले रोएर सुख पाउँछ अब यस्तै हुन्छ भनेर मैले तिमीलाई बाहिर नजाऊ भन्छु ल भयो भयो अब सुई लाउनु हुन्न कि अब पर्दैन अरे ल औषधि मात्रै लाउने अनि जाने होइन थाहा पायो चुकचुक गरेपछि के हुँदो रहेछ मेरो आफ्नो कामहरू सकेपछि बेलुका फर्किँदै थिएँ रुममा अनि रुममा फर्किने क्रममा चाहिँ म आधी बाटोमा आइपुगिसकेको थियो यहीँ 3 पिप्ले भन्ने बाटोमा आइपुग्दाखेरि चाहिँ मलाई ठ्याक्क कल आयो नयाँ नम्बरबाट अनि नयाँ नम्बरबाट कल आएपछि मैले चाहिँ अनि कसले कल गर्यो होला भनेर उठाएर बोल्दाखेरि चाहिँ त्यो बहिनीले चाहिँ दिदी तपाईँ कहाँ हुनुहुन्छ भन्यो अनि म रुममा आउँदैछु बहिनी गाउँ गएको थियो भने अनि किन र के भयो भन्दाखेरि तपाईँको बाबुको चाहिँ एक्सिडेन्ट भएको छ भन्यो अनि किन कसरी भन्दाखेरि चाहिँ साइकल खेल्ने बाबुहरूले चाहिँ बाबु हिँडिरहेको ठाउँमा ठक्कर दिनुभएछ दिदी छिटो आउनु तपाईँको बाबुले धेरै गाह्रो भइरहेछ भन्दाखेरि अचम्म लाग्यो कि गाइजन म यति रुन मन लाग्यो होइन त्यो कुरा सुन्दाखेरि त छाँगाबाट खसे जस्तै भयो क्या होइन यस्तै हुँदो रहेछ कि गाइजन जिन्दगीमा बाबु चाहिँ भर्खर 5 वर्षको भएर छ नानी चाहिँ 9 वर्षको भयो होइन धन्न मेरो नानीले चाहिँ के भन्छ त्यो बहिनीहरूलाई चाहिँ मेरो कन्ट्याक्ट नम्बर चाहिँ नानीको स्कुलको त्यो बुकमा थियो क्या डायरी बुकमा अनि त्यो डायरीमा चाहिँ मेरो नम्बर थियो अनि नानी चाहिँ त्यो डायरी दिएर नम्बर दिनुभएछ क्या अनि त्यो नानीहरूले मलाई कल गर्नुभएछ एकदम राम्रो मनको रहेछ क्या होइन तामाङहरू हुनुहुँदो रहेछ यहीँ पल्लो घरमा बस्नुहुन्छ मेरै रुम अगाडि बस्नुहुन्छ अनि तर मैले चाहिँ वास्तै गर्दैन थियो कि अब म त बिहान काममा जाने बेलुका आउने मान्छे हो नि त अनि देख्न चाहिँ देखिरहन्थेँ तर को हो कसो हो मलाई केही पनि थाहा थिएन तर त्यो 2 जना नानीहरूको नाम पनि मलाई थाहा छैन है तर धेरै धेरै धन्यवाद भन्न चाहन्छु है किनभने अब यो टोलमा अरू पनि हुनुहुन्थ्यो नि होइन बस्ने मान्छेहरू तर कुनैले थाहा पाउनु भयो होला कुनैले थाहा नपाउनु भयो होला त्यहाँ रोडमा त्यो साइकलले ठोकेर चाहिँ बाबुको धेरै ब्लिडिङ भएको रहेछ होइन त्यत्रो ब्लिडिङ हुँदा पनि कसैले पनि हस्पिटल लाने होइन यताउति चाहिँ मैले सुनेन अहिलेसम्म पनि भन्न आउनु भएको छैन होइन तर हेर्न चाहिँ मान्छेहरू धेरै आउनुभयो बाबुलाई भेट्न चाहिँ होइन तर भए पनि यसरी हस्पिटल लैजाऊ भनेर मैले भने
भनेको थियो भन्ने मान्छे चाहिँ यहाँ कोही पनि अगाडि बढ्नु भएको छैन। मलाई त्यो कुरा चाहिँ भन्नु भएन कसैले नि। त्यो दुईजना बहिनीले चाहिँ बिचरा मेरो बाबु त्यहाँनिर लडिरहेको देख्नुभयो र होइन, त्यो रगतको भल बगेको देखेर चाहिँ बिचरा उनीहरू दुईजना जुरुक्क बोकेर लैजानु भएछ कि मेरो नानी। उनीहरू तीनजना मिलेर चाहिँ त्यो मेडिकलमा लगेर उपचार गरिदिनु भएछ होइन। धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि त्यसपछि त्यो कुरा सुनेपछि म त्यहीँबाट छिटो छिटो आएर त्यहीँ जरङखोमै रोकेर म चाहिँ बाबुलाई हेर्दाखेरि मलमपट्टि लगाइसक्नु भएको रहेछ डाक्टर साहबले चाहिँ। अनि सोद्धाखेरि के कस्तो रहेछ भन्दाखेरि घाउ चाहिँ नर्मलै छ, डराउनु पर्दैन, तर एक्सरे गर्नुपर्छ भन्नुभएको थियो। अनि त्यही भएर एक्सरे गर्नुपर्छ भन्नुभएपछि अब नर्मल घाउ भयो त म आफै उपचार गर्थेँ नि त होइन। एक्सरे गर्नुपर्छ भन्नुभएपछि म एकदम आँटेँ कि होइन। भोलि अब ठुलै घाउ भयो भने भित्र केही भयो भने त अब त्यो ठोकाउने बाबु र मम्मीलाई नि भन्नु पऱ्यो नि त, बाबुले यस्तो गर्नुभएछ। तर जानी त गर्नुभएको होइन, अनजानमा भयो दिदी दाइ होइन, हामी दुईजना मिलेर अगाडि बढ्नुपर्छ भनेर मैले चाहिँ उहाँहरूलाई भन्न गएँ। अनि तर उहाँहरू पनि एकदम राम्रो मनको हुनुहुँदो रहेछ होइन। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मेरो यति सानो बच्चाको पीडा बुझेर होइन मेरो सपोर्ट गर्नुभयो, मलाई साथ दिनुभयो, धेरै धेरै धन्यवाद भन्न चाहन्छु है। अनि उहाँहरू जानुभयो, उहाँहरूलाई पनि मैले लगेँ। अनि घाउ चाहिँ हामी दुवैजना देख्न पाएन क्या। अनि त्यो यहाँनिर ब्लिडिङ भएको थियो, त्यो ब्लिडिङ पनि नानीले रगत पनि सबै पखालेर फालिसकेको रहेछ। थोरै मात्रै निशान रहेछ होइन, थोरै मात्रै त्यो भनौँ न अलिकति सुकेर बसेको रगत मात्रै रहेछ, सबै पखालिसकेको रहेछ नानीले। अनि त्यो चाहिँ हामी त्यो साइकलले लाग्ने बाबुको मम्मी र बाबुले नि देख्न पाउनु भएन, मैले पनि देख्न पाएन नि होइन। म त रुममै आउनु पाएन कि, सिधै त्यहीँबाट गएको हो है। अनि त्यसपछि बाबुले एकदम गाह्रो भइरहेछ, यो घाउले गर्दाखेरि सुत्नै गाह्रो भइरहेछ। हिजो राति पनि सुत्नै सकेन होइन, अहिले पनि यस्तै गाह्रो भइरहेछ। तर जे जस्तो भयो नि उहाँहरूले चाहिँ मेरो बाबुको पीडा होइन, मेरो बाबुको समस्या देखेर चाहिँ साथ दिनुभयो। अझै पनि आशा छ मलाई होइन, अब सकेसम्म योभन्दा ठुलो घाउ त नहोस् होइन, सकेसम्म निको होस्। डक्टरले चाहिँ अब सुन्निँदै आयो भने फेरि केही त्यस्तो भयो भने चाहिँ यो हार्ट सम्बन्धीको डक्टरले नै देखाउनुपर्छ भन्नुभएको छ। अनि डक्टरले अब त्यस्तै भन्नुभयो भने हस्पिटलतिर जानुपर्ने हुन्छ। त्यतिखेर पनि मलाई चाहिँ उहाँहरूको सपोर्ट चाहिने छ होइन। उहाँहरूले त्यतिखेर पनि मलाई सपोर्ट गर्नुहुन्छ कि भन्ने आश छ होइन। तर त्यतिसम्म चाहिँ नपुगोस्, सकेसम्म राम्रो होस् मेरो बाबुलाई चाहिँ भन्न चाहन्छु। त्यसै म होइन कहिले सुख कहिले दुःखको होइन, कहिले खुसी कहिले दुःखको होइन, त्यस्तो कुराहरू चाहिँ म हजुरहरूको अगाडि ल्याउने कोसिस गर्दैछु। सबैजनाले मेरो यो भिडियोलाई चाहिँ होइन मैले बिहानदेखि बेलुकासम्म गरेको क्रियाकलापहरूले चाहिँ अब राम्रो हो कि नराम्रो हो होइन, हजुरहरूले चाहिँ सबैजनाले माया गरेर हेरिदिनु होला होइन। मन परेमा लाइक कमेन्ट सेयर गर्नु होला होइन, मन नपरेमा सानो लाइक मात्रै गरिदिनु भयो नि पुग्छ होइन गाइज। मलाई चाहिँ यति मात्र सपोर्ट भयो नि पुग्छ हजुरहरूको तर्फबाट चाहिँ। बाई बाई गाइज, सकेसम्म चाहिँ म भोलि पनि यस्तै सुख दुःखको भिडियो ल्याउने कोसिस गर्छु। अहिले चाहिँ सबैजनालाई बाई बाई भन्न चाहन्छु। बाई बाई, फेरि भेटौँला।